पेपे क्रेडिट कार्डको यो महिनाको बिल एकदमै धेरै आएको छ अनि तपाईँले यो महिनाको बिल पेमेन्ट गर्न सक्नु हुँदैन भने चाहिँ यो भिडियो तपाईँको लागि। अनि फर्स्टमा चाहिँ मैले यो पेपे एपबाट कसरी एडजस्टमेन्ट गराउने अनि पेपे एपबाट एडजस्टमेन्ट गराउन नसके पनि तपाईँले कसरी सजिलै अब अल्टरनेटिभ वेबाट गर्न सक्नुहुन्छ यो पनि तपाईँलाई म सिकाउने छु। यो भिडियो स्टार्ट गर्नुभन्दा पहिले तपाईँले मेरो भिडियोलाई लाइक सेयर सेभ गर्नुहोस् है, ताकि दोस्रोचोटि तपाईँले यो भिडियो खोज्नु नपरोस् अनि हजुरको साथीभाइहरूलाई पनि थाहा हुन सकेको होस्। पेपे एपबाट सजिलै कहिलेसम्ममा एडजस्टमेन्ट गर्न सकिन्छ भनेर थाहा पाउन सक्नुहुन्छ। त्यसको लागि पहिला पेपे एप ओपन गरेपछि स्लाइड लेफ्ट गर्नुहोस् होला अनि कार्डको आइकनमा ट्याप गर्नुहोस् है। कार्डको आइकनमा ट्याप गरिसकेपछि तपाईँले हेरीमा ओसी हराई किङ्गाको चोसे भनेर लेखेको छ नि, त्यो भनेको चाहिँ अब पेमेन्ट एडजस्टमेन्ट भनेको है। यहाँ मेरो हाचिगाचु हच्का भनेर लेखेको छ, तपाईँकोमा सायद अब हाचिगाचु तोका भनेर अब 10 तारिक भनेर लेखेको हुनसक्छ, 15 तारिक भनेर लेखेको हुनसक्छ, 20 तारिक भनेर लेखेको हुनसक्छ है त। यदि तपाईँले ब्याङ्क एकाउन्ट एड गर्नुभएको छैन भने चाहिँ तपाईँको 10 तारिकमा हुनसक्छ है। अनि त्यसपछि ब्याङ्क हेरेर चाहिँ 15 अथवा 20 हुनसक्छ है। त्यो एकदमै विचार पुऱ्याउनुहोस् होला। यो के कारण हो भने चाहिँ तपाईँले यहाँ चोसे सुरुबाट तपाईँले एडजस्टमेन्ट गराउन सक्नुहुन्छ। यसमा चाहिँ तपाईँको अब यहाँ माथि यो ब्लू बटनमा खाक्स्ते भनेर लेखेको छ भने चाहिँ तपाईँको यो एपबाट एडजस्टमेन्ट गराउन मिल्दैन है त। सो त्यसको लागि चाहिँ तपाईँले अपरेटरसँग कन्ट्याक्ट गर्नुपर्ने हुन्छ। त्यो कसरी गर्ने भनेर देखाउन गइरहेको छु। त्यसको लागि चाहिँ तपाईँले यहाँ तल यहाँ बटम राइटमा यहाँ खान्ड्री भनेर लेखेको छ, यसमा ट्याप गर्नुहोस्। अनि त्यसपछि यहाँ ओप्क्याक समसा पोतो भनेर लेखेको छ, यसमा ट्याप गर्ने है। अनि अब तपाईँले यो ब्लू आइकन देख्नुभएको छ, यसमा फेरि ट्याप गर्नुहोस् होला। अनि यहाँबाट अब तपाईँले किङ्गाकु चोसे भनेर फर्स्टको सिलेक्ट गर्नुहोस् होला है। ओसिआरआई किङ्गाकु चोसे भनेर लेखेको छ, यो फर्स्टको ट्याप गर्नुहोस् होला। अनि फेरि तपाईँले यो ओसिआरआई किङ्गाकु चोसे सेकेन्ड चाहिँ सिलेक्ट गर्नुहोस् है। अनि फेरि तपाईँले कोङ्गेचु यो महिनाको तपाईँले एडजस्टमेन्ट गर्ने हो नि त। सो तपाईँले कोङ्गेचु न ओसिआरआई किङ्गाकु हेरास्ताई भनेको घटाउन चाहन्छु भन्न खोजेको है। त्यो सेकेन्ड अप्सन सिलेक्ट गर्नुहोस् होला। अब चाहिँ तपाईँले अपरेता नि सेचुजोको सुरु भनेर भनेको छ, यसमा चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ है। तपाईँले फोन गर्नुपर्ने भनेको चाहिँ 9:30 बजेबाट 5:30 बजेको भित्रमा गर्नुपर्ने हुन्छ है। नत्र भने चाहिँ तपाईँको यो सुरै लुप हुन्छ है। फेरि जति जेर चाहिँ सुरुबाट आउँछ अनि फेरि त्यो सेमको सेम लुप भइरहेको छ है। सो तपाईँले चाहिँ 9:30 बजेबाट 5:30 बजे भित्रमा चाहिँ आइदामा चाहिँ च्याट गरेर त्यसपछि तपाईँको क्रेडिट डिटेलहरू सोध्न सक्छ, अनि अब एड्रेस सोध्न सक्छ, तपाईँको थान्जोबी र नाम सोध्न सक्छ, फोन नम्बर सोध्न सक्छ है। त्यहाँबाट चाहिँ तपाईँले अब कोङ्गेचु न ओसिआरआई हेरास्ताई देश भनेर अब जस्तै अब तपाईँले निमान जति मात्र तिर्न सक्नुहुन्छ भने निमान्सिका हराइनाइ देश्ने भनेर भन्नुहोस् है। त्यसरी चाहिँ सजिलो जापानिजमा लेखेर पठाउँदा पनि हुन्छ है। त्यसपछि तिनीहरूले आफैले बुझ्छ। त्यसरी चाहिँ तपाईँले यो महिनाको पेमेन्ट चाहिँ घटाउन सक्नुहुन्छ है त।